हेर्नुहोस् यो चाहिँ रोल्पाको हेलिप्याड भनौँ सङ्ग्रहालय जनमुक्ति सङ्ग्रहालय र यो मोर्चामा बसेका क्याम्पमा चाहिँ यो भ्यू टावरमाथि म आज जाँदैछु। यो चाहिँ हाम्रो तिला बजार है, अनि हेलिप्याड अनि यिनी घरहरू चाहिँ हाम्रा जनसेना बसेका घरहरू है। यसलाई चाहिँ सशस्त्र बल क्याम्पले चाहिँ सुरक्षा दिइराखेको छ अनि धेरै हल्को रहेछ। यो चाहिँ म अहिले फाइनली यसमा भ्यू टावर उब्राइसकेँ होइन। कहाँसम्म देखिन्छ त यो भ्यू टावरबाट भन्दा उताको यो दारबोट नन्नी खोला। आज मौसमले साथ दिएको छैन, मौसमले साथ नदिएर मधुरो देखिरहेछ। यो तिला बजार भयो। यिनी घरहरू चाहिँ अब जनमुक्ति सेना बसेको घर अहिले सशस्त्र बल क्याम्पले चाहिँ सुरक्षा गरिरहेको छ।